नमस्कार हजुरहरूलाई। यो पैसा देखेर अचम्म मान्नु पर्दैन। म चाहिँ यो पैसा रुममा बसी बसी आइएमई गर्दैछु। अन्तिमसम्म यो भिडियो हेरिदिनु होला। हेलो कसैलाई पैसा चाहिएको छैन? कोही माग्ने पनि आउँदैन यार। के गर्नु, म यो राख्ने ठाउँ नभएर बिजोग छु, बर्बाद छु। हाय, तपाईँलाई चाहिएको हो? होइन, कसलाई चाहियो? कोही माग्ने पनि छैन। ओहो, ल ठिक छ, चाहियो भने सम्पर्क गर्नु होला है। नमस्कार। आज चाहिँ इन्डियामा महिना मरेको छ र सबैको तलब आएको छ र मैले धेरै पैसा देखाएको थिएँ र तपाईँहरूलाई लाग्यो होला यत्रो पैसा कसरी कमाएर कसरी कहाँदेखि ल्यायो भन्ने। तर त्यो सबै मेरो पैसा होइन, साथीभाइहरूको पैसा हो। म चाहिँ पैसा ट्रान्सफर गर्ने गर्छु यहाँदेखि रुममा बसी बसी नेपाल आइएमई गर्ने गर्छु। त्यसैले म अब यहाँ एकजनाको पैसा आइएमई गर्नु गइरहेको छु। यो चाहिँ अब मेरो एकाउन्टको पैसा एड मनी गरेर मेरो वालेटमा ल्याउँछु। यहाँनिर मेरो एकाउन्टको पैसा वालेटमा आउँछ। अब ल्याउँछु। यो मेरो एकाउन्ट हो, हेर्नु होला, प्रेम राई। अब म वालेटमा ल्याउँछु। हेर्नु होला, हेर्नु होला। अब मेरो एड मनी पनि भइसकेको छ। अब आधी घन्टामा पैसा आउँछ मेरो वालेटमा। आधी घन्टा टाइम लाग्छ। हेर्नुहोस्, पैसा पनि वालेटमा आइसक्यो, 9000। हेर्नु होला, यो 9000 अब म नेपाल हालिदिँदैछु। हेर्नुहोस्, अब म नेपाल हाल्छु। म आइएमई गर्छु। अब यो आइएमई र प्रभु मनी ट्रान्सफर छ। आइएमईमा गर्ने हो कि प्रभु मनी ट्रान्सफरमा गर्ने हो, हाल्ने हो। हेर्नुहोस्, म चाहिँ अब आइएमईमा गर्दैछु। यहाँनिर मेरो मोबाइल नम्बर माग्यो, नम्बर हाल्नुपर्ने हुन्छ। यहाँ फोन नम्बर हाल्नुपर्ने भयो। अब यहाँनिर रिसिभरको नाम हाल्नुपर्ने हुन्छ। रिसिभरको नाम चाहिँ अब रनमाया। म चाहिँ अब यहाँ एड्रेस हाल्नुपर्ने हुन्छ। अब म चाहिँ 5 थर हाल्दैछु। यो चाहिँ हेर्नुहोस् है, रनमाया राईको नाममा पैसा गइसक्यो। $9000 पैसा गइसक्यो रनमाया राईको नाममा। ल, देख्नुभयो होला। अब रिसिभ म देखाउने छु। देख्नुभयो, यति भए ब्याङ्क जानु झन्झटबाट मुक्त। ल त, धन्यवाद।